धेरैजना साथीहरूले फेसबुक त चलाइरहनु भएको छ तर पासवर्ड थाहा छैन, अथवा धेरैजना साथीहरूले धेरै पुरानो 2-4 वर्ष पहिलादेखिको पासवर्ड एउटै पासवर्ड राखेर त्यही चलाइरहनु भएको छ। यस्तो अवस्थामा तपाईँको फेसबुक एकदम खतरनाक हुने सम्भावना हुन्छ, कसैले ह्याक गर्ने अथवा तपाईँको फेसबुक अरू कसैले पनि चलाइरहेको हुनसक्छ। त्यही भएर चाहिँ तपाईँलाई तपाईँको फेसबुक पासवर्ड थाहा छ अथवा थाहा छैन भने कसरी नयाँ पासवर्ड बनाउन सकिन्छ म सिकाउन गइरहेको छु। यहाँनिर चाहिँ स्क्रिन हेरिदिनु होला। यहाँनिर चाहिँ फेसबुक खोल्नु होला। फेसबुक खोलिसकेपछि यहाँनिर चाहिँ तपाईँको प्रोफाइलको पिक्चर देखाइरहेको छ माथि, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि सेटिङमा क्लिक गर्नु होला। सेटिङमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ यहाँनिर एकाउन्ट सेन्टरमा तपाईँले क्लिक गर्नु होला। यहाँनिर सबैभन्दा माथि यसमा क्लिक गरिसकेपछि पासवर्ड एन्ड सेक्युरिटीमा क्लिक गर्नु होला। त्यसपछि चाहिँ यहाँनिर चेन्ज पासवर्ड लेखेको छ फर्स्टमा, यो चाहिँ क्लिक गरेर तपाईँले चेन्ज गर्न खोज्नुभएको फेसबुकलाई क्लिक गर्नु होला। त्यसपछि यहाँनिर करेन्ट पासवर्डमा चाहिँ तपाईँको फेसबुकमा जो पासवर्ड थियो पुरानो पासवर्ड त्यो हान्नु होला। न्यू पासवर्डमा तपाईँले के पासवर्ड बनाउन चाहनुहुन्छ त्यो हान्नु होला। रिटाइप न्यू पासवर्डमा तपाईँले न्यू पासवर्डमा जे हान्नुभएको छ त्यो चाहिँ तपाईँले त्यसमा हान्नु होला। यदि तपाईँलाई पासवर्ड थाहा छैन भने तपाईँले यहाँनिर फर्गेट योर पासवर्डमा क्लिक गर्नु होला। फर्गेट योर पासवर्डमा क्लिक गरिसकेपछि यहाँनिर चाहिँ तपाईँले फेसबुकमा एड गरेको फोन नम्बर हुनुपर्छ तपाईँले खोल्दाखेरि, अथवा त्योभन्दा पछाडि चाहिँ कसरी तपाईँले एड गर्ने भनेर मैले हिजो एउटा भिडियो बनाएको थिएँ, त्यसमा हेर्नु होला। नभए यहाँ छ भने व्हाट्सएप अथवा एसएमएसमा तपाईँले कुन ठाउँमा मेसेज दिन सक्नुहुन्छ त्यो चाहिँ क्लिक गरेर यो कन्टिन्यूमा क्लिक गरिसकेपछि यहाँनिर चाहिँ तपाईँको मेसेज आउनेछ। तपाईँले त्यहाँ व्हाट्सएपमा क्लिक गर्नुपर्छ अथवा एसएमएसमा, त्यसमा चाहिँ मेसेज आउनेछ। त्यो मेसेज आइसकेपछि यहाँनिर कन्टिन्यू गर्नु होला। कन्टिन्यू गरिसकेपछि यहाँनिर चाहिँ तपाईँले इन्टर अ न्यू पासवर्ड लेखेको छ, यसमा चाहिँ तपाईँले एकदम ढुक्कसँग जति लामो भए पनि तपाईँले चाहिँ मजाले पासवर्ड बनाउन सक्नुहुन्छ। यदि अगाडिको मेसेज आएको छैन, मेसेज आउनेमा फोन नम्बर तपाईँको छैन भने फोन नम्बर कसरी राख्न सकिन्छ भनेर मैले एउटा हिजो भिडियो बनाएको छु, त्यो पनि हेर्न सक्नुहुन्छ। र तपाईँले आफ्नो फोन नम्बर अथवा इमेल चाहिँ त्यसमा एड गरेर यसरी चाहिँ मजाले तपाईँले 4वटा कुना छ यो कोठालाई चाहिँ ठिक लगाएर तपाईँले नेक्स्ट गरिदिनु भयो भने तपाईँको चाहिँ मोबाइलबाट फेसबुक लगआउट हुनेछ। तपाईँले चाहिँ नयाँ पासवर्ड बनाइसक्नु भएको छ, नयाँ पासवर्डबाट लगइन गर्नु होला।